हरे कृष्ण। हामी कहाँ आएको रे आज? वाल्मीकि आश्रम र गजेन्द्र मोक्ष धाम। अहिले चाहिँ हामी गजेन्द्र मोक्ष धाममा छौँ र हामीसँग हुनुहुन्छ भुवनेश्वर प्रभु र दिपेश प्रभु। यहाँ चाहिँ गुरुकुल छ, श्री सम्प्रदाय। 4वटा वैष्णव सम्प्रदायमा एउटा यो सम्प्रदाय नि पर्छ, श्री सम्प्रदाय। श्री मल यहाँ माथि गाग्री राखेको छ ठुलो। यहाँभित्र चाहिँ सिसा छ सानो सानो। कहाँ जाने? श्री मल जाने कि भगवानको दर्शन गर्न जाने? टेम्पलको चाहिँ आइडिया के हो भन्दा जब गजेन्द्रजीको उद्धार भयो त्यसपछि रथ बनाएर भगवानलाई विराजमान गरेर, यो रथ हो, यो टेम्पल पुरै रथ हो। अनि 2टा हात्तीले चाहिँ तानिरहेको छ। त्यस सिक्री लगाएर 2टा हात्तीले तानिरहेको छ। यो रथ हो। साइडमा चक्का जस्तो बनाएको छ डिजाइन। यो समुद्र जस्तो छ त। के जस्तो छ अरे? समुद्र जस्तो छ। कस्तो लागिरहेछ त यहाँ? त यो नदीमा नारायणी नदी मिसिएको छ र नारायणी नदीमा चाहिँ त्रिशुली र काली गण्डकी मिसिएको छ। यानि कि यो के हो? गण्डकी नै हो। बुझ्नुभयो? ठ्याक्कै एक्ज्याक्टली गजेन्द्र लीला भएको ठाउँ चाहिँ उयो ढुङ्गा थियो। हरे कृष्ण। हामी यस्तो दिव्य ठाउँमा छौँ जहाँ चाहिँ गजेन्द्र मोक्ष लीला भएको थियो। यो चाहिँ मान्यता अनुसार जो श्री सम्प्रदायको वैष्णवहरू हुनुहुन्छ उहाँहरूको मान्यता के छ भन्दा यहाँ पहिले यो ठाउँ पोखरी थियो, एउटा ठुलो पोखरी थियो, ताल थियो र त्यहाँ चाहिँ थुप्रै कमलका फुलहरू फुल्दै गर्थ्यो र यो जङ्गलमा चाहिँ हात्तीहरू मध्ये सबैभन्दा ठुलो गज हैन, ठुलो एकदम। अनि उसलाई चाहिँ घमण्ड थियो र मलाई कसैले पनि हराउन सक्दैन भन्ने खालको घमण्ड थियो उसलाई। अनि जब उसको परिवारसँग ऊ पानी पिउनको लागि त्यो तलाउमा गयो, तलाउमा गइसकेपछि ऊ भित्र जाँदै जाँदा गोहीले चाहिँ उसको खुट्टा के गरिदियो? टोकिदियो हैन। र गोहीले चाहिँ पानीभित्र तान्न खोज्छ। उसले चाहिँ यो जब गोहीलाई म सक्छु भनेर उसले चाहिँ हैन आफूलाई फुस्काउन खोज्छ। र यो चाहिँ धेरै वर्षसम्म चाहिँ यो युद्ध भयो, गोही र हात्तीको बिच, गजेन्द्रको बिच युद्ध भयो। त्यो युद्ध भएको ठाउँ पनि यही हो। यो ढुङ्गा छ, यो वहीँसम्म छ, तलसम्म छ, अगाडिसम्म ढुङ्गा। यही ठाउँमा चाहिँ अब उसले हार मानेर उसको घमण्ड चुर भयो, म सबैभन्दा शक्तिशाली छु भन्ने उसको घमण्ड चुर भयो। त्यसपछि उसले त्यही तलाउको कमलको फुल टिपेर भगवान विष्णुको स्तुति गर्न थाल्यो, भगवानलाई पुकार्न थाल्यो। र भगवान विष्णुले उसको भक्तिदेखि हैन यस्तो हुँदा पनि उसले पुकारे गर्दा उसको पुकारदेखि भगवान प्रसन्न भएर भगवानले गरुड देवमा विराजमान हुँदाखेरि पनि ढिलो हुन्छ भनेर आफू स्वयं कुदेर आउनुभयो। त अनि कुदेर आएर सुदर्शन चक्रले गोहीको चाहिँ टाउको काटिदिनु भयो र गजेन्द्रको उद्धार भएको ठाउँ यो। र एक्चुअली गजेन्द्र र गोही पनि त्यो श्रापको कारण गोही र गजेन्द्र बन्न परेको थियो। यही हो यस ठाउँ भनेको, यो त्रिवेणी धाम हो, गजेन्द्र मोक्ष धाम। यहाँ गजेन्द्र मोक्ष लीला भएको थियो। त हामी पनि आशा गरौँ हैन, ताकि गजेन्द्रजीले जस्तै स्तुति गरेर भगवानलाई प्रसन्न गरेर हामी पनि यो भौतिक भवसागरबाट चाहिँ मुक्त भएर धाम जान पाइयोस्। तर यति धेरै अपराध छ के गर्ने, गाह्रो छ। हरे कृष्ण। हरे कृष्ण। यो चाहिँ गुरुकुलका बच्चाबच्चीहरू पढिराख्नु भएको छ, संस्कृत पढिरहनु छ। त्यो लीलाको चित्र चाहिँ यहाँ गरिएको छ। सेम यस्तै थियो लीला। यसरी नै आउनुभएको थियो भगवान। यसरी गोहीले चाहिँ गजेन्द्रको खुट्टा टोकेर लान खोज्नु थियो पानीभित्र। र उहाँले चाहिँ यसरी नै भगवानलाई कमलको फुल आफ्नो माथि गएर भगवानको स्तुति गर्नुभएको थियो। गजेन्द्र मोक्ष धाम कि कृष्ण। अघि मैले भन्दै थिएँ यो एक्चुअली रथ हो। यो यहाँ साइडमा चक्का पनि देख्न सक्नुहुन्छ डिजाइन। यसको आइडिया चाहिँ यो रथ हो। 2टा हात्तीले चाहिँ रथ तानिरहेको र भगवान चाहिँ भित्र विराजमान हुनुहुन्छ रथमा। हरे कृष्ण। हामी मन्दिरभित्र दर्शन गरेर आइसक्यो। मन्दिरभित्र चाहिँ क्यामेरा फोटो खिच्न पाइँदैन, मोबाइल लानु मिल्दैन। एकदम सुन्दर हुनुहुन्छ भगवान। आउनुहोस् सबैजना दर्शन गर्न। कस्तो हुनुहुन्छ?
एकदमै राम्रो राम्रो ठाउँ छ आजको सिङ्गार चाहिँ धेरै स्पेसल थियो भन्नुहोस् ब्रो अबे दिव्य सिंगार थियो आजको त अब हेरेर नै ढक्क बन्नुहुन्थ्यो अरे मयूर करी यो चाहिँ टापारीको चाहिँ राष्ट्रिय निकुञ्ज हो चितवन राष्ट्रिय निकुञ्ज अब चाहिँ हामी वाल्मिकी आश्रमतिर जान्छौँ सो अहिले चाहिँ हामी गौशालामा छौँ यहाँ सानो बाच्छाले यहाँ दुध खाइरहेछ कृष्णाज फेभरेट काउ दिपेश प्रभु डराइरहनु भएको छ दिपेश प्रभु के भयो भर्खरै पाएको रहेछ नि त त्यो त्यही भएर हो क्या नदिएको भुवनेश्वर प्रभुलाई कस्तो हेरेर नि केही गर्दैन हौ हाम्रो दिपेश प्रभुले केही न केही गर्नु भएको रहेछ गाउँमा तर मैले देख्यो कि हान्न आउने हामीलाई केही गरेन खेदाको झन्डैमा धन्न सिंह बोधो थियो नत्र आज गजेन्द्र मोक्षमा मुक्ति हुने थियो कृष्ण हामी चाहिँ अहिले यो झलुङ्गे पुलमा आएको छौँ त्रिवेणीको नदीमाथि लागेको छ वास्तवमा यो पुल चाहिँ वाल्मिकी आश्रम जानको लागि बनाएको थियो तर केले गर्दा हो नेपालको पोलिटिक्स पुल बनाएको छ त्रिवेणी नदीको माथि पारी वाल्मिकी आश्रम जानको लागि तर अझैसम्म युजमा आउनु पाएको छैन भनेर नै पुरानो थोत्रो लगाइसक्यो हरे कृष्ण जय श्री प्रभुपाद दिपेश प्रभु माथि जानको लागि सर्टकट वे कत्रो नदी छ हाम्रो हिँड्दा थकै लागिसक्यो ओ धनी पनि यहीँ गरिब पनि यहीँ अहङ्कारी पनि यहीँ होइन विनम्र हुने पनि यहीँ सोझो पनि यहीँ बाङ्गो पनि यहीँ सबै यहाँ आउँछन् होइन त शरीरको अन्तिम गन्तव्य भनेको यहीँसम्म हो यहाँदेखि आत्माले आफ्नो यात्रा फेरि कन्टिन्यू गर्छ चाहिँ ब्रिज हो त्रिवेणीको यो ब्रिज यो पुलले चाहिँ बोर्डर छुट्याउँछ पारिपट्टि अब हामी इन्डिया जाँदैछौँ वाल्मिकी आश्रमको लागि र हामी जहाँबाट आयौँ त्यहाँ नेपाल हो अब हामी इन्डिया प्रवेश गर्दैछौँ यो अब चाहिँ इन्डियाको बोर्डर आयो यो ब्रिज यो पुल छ यो पुलले चाहिँ यो बोर्डर छुट्याएको छ यहाँ इन्ट्री हुन्छ इन्ट्री पछि चाहिँ हामी वाल्मिकी आश्रमतिर लाग्छौँ हरे कृष्ण हामी चाहिँ इन्ट्री गरेर अब हामी अहिले इन्डियामा छौँ र त्यो पारीको चाहिँ नेपाल हो यो चाहिँ इन्डिया हो अहिले हामी जाँदैछौँ वाल्मिकी आश्रमतिर हामी अहिले इन्डियामा छौँ र यो गेट देखाइदिनुहोस् यो गेटबाट चाहिँ अब हाम्रो जङ्गलको यात्रा सुरु हुन्छ वाल्मिकी नगरको लागि वाल्मिकी आश्रमको लागि यो गेटदेखि जङ्गलको बाटो हुँदै जानुपर्छ टिकट काटेर इन्ट्री गरेर हामी जाँदैछौँ हरे कृष्ण एन्ट्री गऱ्यौँ होइन यस यो बाटोमा चाहिँ बाघ भालु गैँडा यो पनि आउन सक्छ म यो मेमोरी गराउँदैछु तपाईँ सुन्न सक्नुहुन्छ जंगल के अंदर हम जा रहे हैं खतरों के खिलाड़ी पता नहीं रास्ते में क्या मिलेगा बाघ मिलेगा भालू मिलेगा
अस्तिको पालि आउँदाखेरि गैँडाले भर्खर ताजा ताजा लिएर गएको भालु भेटिन्छ नि भालु कालो कालो भालु यस्तो यहाँ जान खोज्न रिमेश भित्रभित्र नजाने हो हामी त उता म्युर देख्न सक्नुहुन्छ भित्र गयो यार साथी मिल्छ उता मयूर छ प्रभुजी यहाँ जब यहाँ हेर्नु बाघहरूको गैँडाहरूको चिन्ह छ उता के छ उता यहाँ शिरहरू हजुर देखाउनु आउँछन् हामी चाहिँ अहिले इन्डिया इन्ट्री भएर फेरि यता आएर पनि इन्ट्री गर्नुपर्छ र वाल्मिकी आश्रम चाहिँ एक्चुअली नेपालमै छ नेपालबाट इन्डिया आउने इन्डियाबाट घुमेर फेरि नेपाल छिरेर एउटा नदी छ यो नदी पारी ठ्याक्क फेरि नेपाल हो त इन्डिया हो अहिले हामी इन्डियामै छौँ र वाल्मिकी आश्रम जानको लागि नेपालमै जानको लागि पनि नेपालबाट इन्डिया इन्ट्री गरेर इन्डिया आउने फेरि इन्ट्री गरेर नेपालबाट के अरे इन्डियाबाट नेपालमा आउने यो तरिका हो यो चाहिँ नेपाल हो ऊ त्यहाँ पोस्ट छ यो नदी देख्नु भएको छ पहिले चाहिँ बहुत ठुलो थियो अलि माथिसम्म थियो नदी त यहीँबाट सीता देवीले चाहिँ पानी भरेर या भनौँ वाल्मिकी ऋषिले चाहिँ यहीँबाट पानी लिएर जानुहुन्थ्यो पानी पिउने पानी हैन यहीँ स्नान गर्नुहुन्थ्यो धेरै दिव्य हो यो ठाउँ चाहिँ त्यहाँ छ बोर्डमा हेर्न सक्नुहुन्छ माडी नगरपालिका वाल्मिकी आश्रम एउटा हाँसो लाग्ने कुरा छ क्या इन्डियामा चाहिँ दुई ठाउँमा इन्ट्री गर्नुपर्छ होइन आर्मीहरू पुरा त्यहाँ सिक्युरिटी गरेर इन्ट्री गरेर बसिरहन्छ नेपालमा चाहिँ म लगभग 50 चोटि आयो होला अझैसम्म मैले कोही भेटेको छुइनँ क्या नेपालमा हार्दिक स्वागत गर्दछु वाल्मिकी आश्रम हामी अहिले नेपालमा छौँ हरे कृष्ण सो हामी चाहिँ फाइनल्ली वाल्मिकी आश्रम प्रवेश गरिसकेका छौँ हरे कृष्ण सो फाइनली हामी अहिले चाहिँ वाल्मिकी आश्रममा छौँ र हुन त वाल्मिकी आश्रम धेरै नै ठुलो थियो त्यति बेला हजुरको गोपीगञ्ज सिमरी यो सबै वाल्मिकी आश्रममा पर्थ्यो र नारायण घाटको जुन त्यो गैँडाकोट नपुग्दै यतापट्टिको सबै एरियाहरू भयङ्कर ठुलो थियो वाल्मिकी आश्रम भन्नलाई अहिले चाहिँ यसलाई मात्रै वाल्मिकी आश्रम भन्छ तर त्यो बेला चाहिँ धेरै ठुलो थियो वाल्मिकी आश्रम र यहाँभित्र त्यो वाल्मिकी रामायण पनि छ पहिला हामीले चाहिँ हेर्थ्यौँ पहिले सानोमा हामी आउँदाखेरि छुन पाइन्थ्यो हेर्न पाइन्थ्यो खोलेर अहिले चाहिँ लक गरेर राखिएको छ मूल मन्दिर भनेर चाहिँ यहाँ छ यहाँ थुप्रै मूर्तिहरू रामजीको मूर्तिहरू चाहिँ अनि बरादेवको मूर्तिहरू थुप्रै चाहिँ यहाँ खन्दाखेरि उत्खनन गर्दाखेरि निक्लिएको थियो आफै हेर्न सक्नुहुन्छ तर त्यो हामीले देखाउन मिल्दैन फोटो खिच्न मिल्दैन एक्चुअली यहाँ एकजना बाजे हुनुहुन्छ पहिल्यैदेखि यहीँ बस्नुहुन्थ्यो उहाँले चाहिँ प्रभुपादको सबै पुस्तकहरू पढ्नु भएको छ र उहाँसँग त्यो भगवद्गीता यथाहरू भक्ति रसामृत सिन्धु अरू पुस्तकहरू स्मल पुस्तकहरू पनि सबै पढ्नु भएको छ उहाँले मलाई एकचोटि भन्नुभएको थियो कि शिला प्रभुपादलाई मैले देखेको पनि छु उहाँसँग कुरा पनि गरेको छु भनेर उहाँले भन्नुभएको थियो एकदम उहाँलाई म देखाउँछु तपाईँहरूलाई तर शिला प्रभुपादको दर्शन गर्नुभएको छ उहाँले पनि र यो चाहिँ यो भवन चाहिँ यो पछाडिको भवन यो चाहिँ उहाँहरूको मान्यता अनुसार चाहिँ सीता माता चाहिँ धरती प्रवेश गरेको ठाउँ चाहिँ यहाँ छ भनिएको छ अब यसको एथेन्टिसिटी के हो कसो हामीलाई एक्ज्याक्टली जानकारी छैन यो चाहिँ स्थान छ यो स्थान चाहिँ सीता माताले कन्दमूल खाएको ठाउँ भनेर चाहिँ
मान्यता छ यहाँको। यहाँ चाहिँ बसेर सीता माताले चाहिँ कन्दमूल यानि कि त्यो जङ्गली जुन फल छ त्यो ग्रहण गर्नुभएको स्थान। सो यो चाहिँ भग्नावशेष मात्रै छ यसमा। यो चाहिँ वाल्मिकी योग मन्दिर। यहाँ ध्यान तपस्या यहाँ केही गर्नुहुन्थ्यो वाल्मिकी ऋषि वाल्मिकीले। अहिले भग्नावशेषहरू मात्रै छन्। र यो चाहिँ लवकुशले आफ्नो घोडा लवकुश यानि रामजीको चाहिँ दुईटा पुत्रहरू उहाँहरूले चाहिँ आफ्नो घोडा बान्ने ठाउँ। केही पनि संरक्षित छैन, सबै एकदम यस्तो अवस्थामा छ। यो चाहिँ अमृत कुवा तर हालत चाहिँ बिजोग छ। पुरै बोतलै बोतल छ यहाँभित्र, फोहोर बोतल। यहीँबाट पानी निकालेर खाइन्छ। र यो चाहिँ अब सीता माताको चाहिँ सिलौटा। सीता माताले चाहिँ हैन सिलौटा कत्रो छ है। सो यो चाहिँ लवकुशको चाहिँ जन्मस्थल, लवकुश जन्मेको ठाउँ। सीता देवीले माता सीताले चाहिँ लवकुशलाई जन्म दिएको स्थान यही हो। र यो चाहिँ एक्चुअली मुख्य द्वार थियो हैन, द्वार चाहिँ यो हवन कुण्डको चाहिँ द्वार। र यहाँ चाहिँ 88,000 ऋषिहरूले चाहिँ यज्ञ गरेको ठाउँ। त्यति दिव्य छ, एकदम ट्रान्सिडेन्टल मुख्यद्वार हो। र यहाँ चाहिँ विष्णुजीको चक्र पनि छ, कोदिएको छ ढुङ्गामा। गणेशजीको आकृति पनि कोदिएको छ। यो चाहिँ खासमा यस माथि हुन्छ, यहाँ माथि यो द्वारको माथिको। यो चाहिँ सीता माताले चाहिँ गाग्री राख्ने ठाउँ। एउटा रुख पनि ढलेको छ। यो रुखहरू हेर्नु जानु बहुत भयङ्कर ठुल्ठुलो छ। यो रुख बहुत ठुल्ठुलो छ, पुरै ढलेको छ नि। जरा उभिन त हजुर गर। हरे राम 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 हरे। मान्छे भन्दा पक्रिन पनि सक्नुहुन्थ्यो अहिले, कत्रो छ कि अन्त रुख भयो। अनि स्कुल त्यतिखेरको गुरुकुल होइन, त्यतिखेरको गुरुकुल थियो प्रभु। यो लवकुशजीले चाहिँ यहाँ दुईजनाले वाल्मिकी ऋषि वाल्मिकीसँग शिक्षा लिएको ठाउँ हो यो। ढुङ्गा ल्याएर थुपारे रहेछ नि, पहिला यति धेरै ढुङ्गा थिएन यहाँ। यु क्यान रिड प्लेस वेयर लवकुश गट एजुकेसन बाई ऋषि वाल्मिकी। यही स्थानमा गुरुकुल थियो। यहाँ स्ट्रक्चरहरू केही छ अलिअलि, बट सबै ध्वस्त भइसकेको छ। हरे कृष्ण। यहाँ हरेकचोटि आउँदाखेरि एकदम दुःख लाग्छ कि, हुन त आनन्द त एउटा छुट्टै आनन्द आउँछ वाल्मिकी आश्रममा आउँदा, किनकि सीता देवीको होइन यहाँ धेरै लीलाहरू थियो, धेरै समय यहाँ बिताउनु भयो उहाँले। र लवकुश जन्मिएको होइन ठाउँ हो। रामजी आउनुभयो यहाँ होइन, रामजीको पनि चरण परेको ठाउँ हो। र हामीलाई वाल्मिकी ऋषि वाल्मिकीले चाहिँ रामजीको होइन रामायण दिनुभयो। रामजीको चरित्रको बारेमा हामीले सुन्न पायौँ होइन, पढ्न पायौँ, थाहा पायौँ। यस्तो दिव्य ठाउँको अहिले यो यसको प्रोटेक्सन या टेक केयर केही पनि छैन। यहाँ कति चिजहरू यस्तो लावारिस अवस्थामा, यस्तो बिजोग अवस्थामा छ। यही ठाउँ यदि इन्डिया हुन्थ्यो भने धेरै नै यसलाई संरक्षण गरेर धेरै राम्रो व्यवस्थित बनाइसकेका हुन्थ्यो। तर विडम्बना यो हो कि नेपालमा छ, नेपालमा सब अब पोलिटिसियनहरू सबै नास्तिक छन्। र यो जुन संरक्षण गर्ने ठाउँ छ त यो त बिजोगै छ। अहिले यहाँ आएर तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ आफै
लवकुश जन्मिएको ठाउँलाई हेर्ने भने त्यस्तै छ हैन त्यो हवन कुण्ड त्यो 88,000 ऋषिमुनिहरूले हवन गरेको ठाउँ हेर्नुहुन्छ त्यस्तै बिजोग छ इभन त्यो सम्बन्ध छोडिदिनुस् यहाँ आउनको लागि पनि हामीले नेपालमै पर्छ वाल्मीकि आश्रम नेपालकै भूमि हो यो तर हामी पहिले इन्डिया गएर इन्डियाबाट घुमेर फेरि इन्डियाबाट एन्ट्री गरेर नेपाल आउनुपर्छ वाल्मीकि आश्रम आउनको लागि त्यत्रो खर्च गरेर पुल बनायो तर त्यो पुलबाट हामी यहाँ आउन मिल्दैन बाटै बनाएको छैन यस्तो छ त सम्बन्धित निकायको ध्यान जाओस् किनकि यो एकदमै हैन धार्मिक इतिहास बोकेको ठाउँ हो यसको संरक्षण होस् बाबा यस्तो त धेरै नै यस्तो फोहोर छ यस्तो केही चिज पनि भनौँ न छैन के इभन सुरक्षा कर्मी धरि छैनन् यहाँ पोस्टमा यहाँ बस्नु भएको छ यहाँ उसमा तर मैले जिन्दगीमा 50-60 चोटि आयो होला त्यो त्यहाँ गेटमा कहिले पनि भेटिनँ मैले सुरक्षा कर्मीले इन्डियाको पोस्टमा त्यहाँ नाम नलेखिकन इन्ट्री नगरिकन साइन नगरिकन जान पनि दिन्नन् फर्किन पनि दिन्नन् अनि यहाँ त केही पनि छैन अवस्था धेरै नै बिजोग छ तित लाग्दो छ कि यहाँको अवस्था हरे कृष्ण बोल्दा धेरै बोले जस्तो लाग्छ होला हैन लिटरली यहाँ चाहिँ माता सीताले लवकुशलाई जन्म दिएको ठाउँ हो अवस्था हेर्नु गोबर छ कि भित्र ढुङ्गा राखेर यस्तो हरे कृष्ण अहिले चाहिँ हामी वाल्मीकि आश्रमदेखि अलि तल समथिङ के जटेश्वर महादेवको टेम्पल हो हैन शङ्करजीको टेम्पल छ यहाँ चाहिँ एउटा गौशाला पनि छ सानो र यहाँ चाहिँ त्यो राम सेतुमा चाहिँ जुन ढुङ्गा प्रयोग भएको छ त्यो ढुङ्गा पनि छ सानो टुक्रा छ हामी तपाईँलाई देखाउँछौँ हरे कृष्ण शिला प्रभुपाद की जय यहाँ सानो सानो बाछाहरू छन् अनि यहाँ चाहिँ महादेवको मन्दिर शङ्करजीको र हो यो जुन बक्सा देखिराख्नु भएको छ यहाँभित्र चाहिँ त्यो राम सेतुको ढुङ्गा थियो कुन चाहिँ मूर्ख त्यसले चाहिँ चोरेर लैरहेछ त्यो एउटा ठुलो थियो त्यो इनारभित्र राखेको त्यो पनि चोरेछ अनि त्यो सानो चाहिँ त्यो बक्साभित्र राखेको थियो त्यो पनि चोरेछ र अब चाहिँ हामी यहाँबाट अब फेरि अब हाम्रो सेन्टर जाँदैछौँ यो चाहिँ हेर्न प्रकृतिले पुरै घरै क्याप्चर गरिदियो कृष्ण शिला प्रभुपाद की जय हामी चाहिँ इस्कन त्रिवेणी यहाँ लवकुश घाटमा छ इस्कन टेम्पल जाँदैछौँ यहाँबाट आइसकेपछि यहाँ यसरी यो पोस्ट पुलिसबाट यहाँ अन्तर्राष्ट्रिय कृष्ण भावना पुलिस छ हामी जाँदैछौँ यो गाउँ छ चल यहाँ चाहिँ गोवर्धन जस्तो बनाएको छ क्या हेर्न ढुङ्गा राखेर कस्तो मजाले माथि मन्दिर यस्तो यही हो इस्कन अन्तर्राष्ट्रिय कृष्ण भावना सङ्घ त यो मन्दिर चाहिँ लगभग हजुरको 50 इयर्स पुरानो 50 वर्ष पुरानो 50 वर्ष पुरानो मन्दिर यहाँ पञ्चतत्व हुनुहुन्छ त एक्चुअली यो चाहिँ सुरुवात भएको यो मन्दिरदेखि हो यहाँ पहिले एउटा भजन कीर्तन हुन्थ्यो यहीँ प्रोग्राम हुन्थ्यो लगभग करिब 50 वर्ष अगाडि चैतन्य महाप्रभुको आन्दोलनलाई चाहिँ फैलाउनको लागि र त्यसपछि यो मन्दिर बन्यो यो मन्दिर पनि अहिले पुरानो भएर अहिले यो नयाँ मन्दिर बनाउँदै हुनुहुन्छ यहाँको भक्तहरू मिलेर लगभग यहाँदेखि 40 किलोमिटर टाढा एउटा गाउँ छ र त्यो गाउँमा पुरै दीक्षित हुनुहुन्छ गोपालकृष्ण गोस्वामी महाराज अनि अरू महाराजहरूको शिष्य पनि हुनुहुन्छ लगभग 1200-1300 जना चाहिँ दीक्षित भक्तहरू हुनुहुन्छ यो जति पनि खाली देख्नु भएको छ यो जमिन सबै यो मन्दिरको जमिन हो हरे कृष्ण के भन्नु छ हरे कृष्ण हरे कृष्ण धन्यवाद सबैजनालाई